location of demon? भूतहरू चाहिँ कहाँ बस्छन् त अब? भूतहरूको ठाउँ कहाँ छ? लेख्नु भयो हुन्छ। भूतहरूको ठाउँ कहाँ छ? Yesterday, I told you, demons are in our hearts and mind. हिजो हामीले हेरेका थियौं भूतहरूको ठाउँ चाहिँ हामीहरूको हृदय र मन हो। Yeah. How about devils? दुष्टहरूको ठाउँ कहाँ हो? हो? In the air. दियाबलस। Diabolus. यो हावामा हैन? पहिलो र दोस्रो। Now, up until now, I told you the big units of Diabolus camp, you know, but the Diabolus, the small camps are in this community. You know, huge headquarters up there, and then middle headquarters, and lower and lower, and lowest headquarters, local headquarters are here in this city. मैले तपाईहरुलाई चाहिँ अहिले सम्म एकदम ठुलठुलो उनीहरुको केन्द्रीय कार्यालय त्यो दियाबलस अथवा दुष्टहरुको केन्द्रीय कार्यालय कहाँ छ, त्यसपछि त्यो भन्दा उनीहरुको शाखा कार्यालय कहाँ छ, त्यसपछि एकदमै अर्को शाखा कार्यालय हुँदा हुँदा सिकाए। अब चाहिँ हामी उनीहरुको स्थानीय कार्यालय चाहिँ कहाँ छ, स्थानीय ठाउँ त्यो हेर्ने छौं। These diabolos are in your house. यो स्थानीय दुष्टहरु अथवा अर्थात दियाबलसहरु चाहिँ तपाईको घरमा छ। In your house. तपाईकै घरमा छ। In your bedroom. तपाईको सुत्ने कोठामा छ। In your kitchen. तपाईको भान्सा घरमा पनि छ। In your toilet. टोयलेटमा पनि छ। In your parents' house. तपाईको आमा बुवाको घरमा पनि छ। Your children's house. तपाईको छोराछोरीको घरमा छ। Everywhere. सबै ठाउँमा। Now, these diabolos are saturated, gathered together in a very saturated, you know what I mean? Saturated, in a saturated way, very, not a scattering way, come together and building their own fortress in the Hindu temple or Buddhist temple, all those, temples. त्यो सबै दियाबलस अर्थात दुष्टहरुले चाहिँ एक ठाउँमा आएर उनले चाहिँ एउटा किल्ला जस्तो बनाएका हुन्छन्। त्यो किल्लाहरु चाहिँ हिन्दू मन्दिरमा, बुद्धिस्ट मन्दिरमा त्यसै ठाउँमा चाहिँ उनीहरुको किल्ला हुन्छ। Why? किन? Why they gather there? किन उनीहरु त्यहाँ जम्मा हुन्छन्? Because people worship them and praise them. किनभने त्यहाँ मानिसहरुले चाहिँ उनीहरुको आराधना गर्छन्, उनीहरुको प्रशंसा गर्छन्। That they love to be worshipped and praised. उनीहरुलाई प्रार्थना गरेको, अरूले आराधना गरेको खूब मन पर्छ। And people bow them. र मानिसले उनीहरुलाई दण्डवत पनि गर्छन्। So they gather there. त्यसैले उनीहरु त्यहाँ जम्मा भएर बसिरहेका हुन्छन्। And their headquarters and their commander is there always. र उनीहरुको त्यो केन्द्रीय कार्यालयको मुख्य व्यक्ति पनि त्यहाँ हुन्छ सधैँ। So when you pass that kind of territory, enemy territory, you gotta be equipped with the armor of God.
त्यसकारण जब जब तपाईहरु त्यस्तो ठाउँहरुबाट भएर जानुहुन्छ तपाई चाहिँ परमेश्वरको हतियारबाट सुसज्जित भएको हुनुपर्दछ। You should be covered by the blood of Jesus. तपाई चाहिँ येशू ख्रीष्टको रगतद्वारा ढाकिएको हुनुपर्दछ। So I advise you not to visit those temples. त्यसकारण म तपाईहरुलाई सल्लाह दिन्छु त्यो मन्दिरहरु गुम्बाहरु चाहिँ मा नजानुस्। Even don't bring your children over there. आफ्नो छोराछोरीलाई पनि कहिले पनि त्यहाँ नलानुस्। Because they are very much vulnerable. किन उनीहरु चाहिँ एकदमै कमजोर हुन्छन्। So whenever you have a chance to pass by those areas, you pray. जब जब तपाईले त्यस्तो स्थान भएर जानु पर्दछ प्रार्थना गर्नुहोस्। You ask Michael and his followers to protect us. तपाईले माइकल र उसको सेनाहरुलाई चाहिँ तपाईले सुरक्षा गर्नलाई अराउनुहोस्। And then you command your guardian angels to protect me and my children. आफ्नो लागि र आफ्नो छोराछोरीको सुरक्षाको लागि त्यो सुरक्षा दिने स्वर्गदूतहरुलाई आज्ञा गर्नुहोस्। And your country has many Hindu temples and Buddhist temples around. अनि तपाईको देशमा धेरै हिन्दू मन्दिरहरु र बुद्धिस्ट मन्दिरहरु छ। You should be able to see all dark forces hovering around those areas. तपाईले त्यो सबै क्षेत्रहरुमा भएको अन्धकारका शक्तिहरुलाई देख्न सक्नु पर्दछ। And you will see theater, theater, movie place. हल सिनेमा हेर्ने ठाउँ। Inside of cinema there are many guys there. त्यो सिनेमा हल भित्र पनि थुप्रो छ त्यो दियाबलसहरु। And drinking place, bars and a dancing place, all those. डान्स गर्ने ठाउँमा रक्सी खाने बारहरुमा पनि तिनीहरु एकदमै भिड नै हुन्छ त्यहाँ। And cemeteries. र चिहानहरुमा पनि। And garbage dumps or dirty places. त्यो फोहोर फाल्ने ठाउँमा पनि बसिरहेको हुन्छ उनीहरु। And the churches who believe in religious pluralism. र त्यस्तो मण्डलीहरुमा पनि हुन्छ जुन मण्डलीले चाहिँ बहुधार्मिक कुरामा आफ्नो आस्था राखेको हुन्छ। Those are liberal churches. त्यो एकदमै उदारवादी मण्डलीहरु। You will find some restaurants or any public places in which the altars, Hindu altars, okay, the Hindu idols are located, and don't go there. र तपाईले कतिवटा रेस्टुरेन्टहरुमा पनि कति अरु सार्वजनिक स्थानहरुमा पनि हिन्दू वेदीहरु अर्थात हिन्दू मूर्तिहरु राखेको हुन्छ। त्यस्तो ठाउँमा पनि नजानुस्। And when sometimes you are in a bus and you see some extreme Hindu person, demon possessed devil, Hindu person is there, then don't go near the person. र कहिलेकाहीँ बसमा यात्रा गर्दाखेरि तपाईले कति पटक एकदम कट्टर हिन्दू मान्छे देख्नुहुन्छ। त्यो चाहिँ एकदमै भूत लागेको दुष्ट हो। त्यसको नजिक पनि नजानुस्। But that diabolos, not diabolos, that daimonia, okay, that demon knows you are Christian. त्यो भूतहरुलाई तपाई विश्वासी हो भने थाहा हुन्छ। But demon knows your faith. त्यो भूतहरुलाई चाहिँ तपाईको विश्वास कतिको बलियो छ भन्ने थाहा हुन्छ। If you are in fear of demon, then demon will enter you. यदि तपाई त्यो भूत भन्दा अलिकति मात्रै कमजोर भए पनि त्यो भूत तपाई भित्रै पस्छ। So you better be bold. त्यसकारण एकदमै निडर हुनुहोस्। You just say, my guardian angel, would you protect me? त्यसकारण तपाईले यसो मलाई सुरक्षा दिने माइकल स्वर्गदूत मलाई सुरक्षा गर। And then you just say in your silent wording that in the name of Jesus, you daimonia, you just come out of it. र तपाईले एकदम चुपचाप मनमा नै बसेर
येशू ख्रीष्टको नाउँमा त भूत त्यो व्यक्तिबाट निस्केर आएछ भनेर भन्न सक्नुहुन्छ। We are in the middle of the spiritual war. हामी चाहिँ आत्मिक लडाईँमा छौँ अहिले। योगा Yoga it's an evil spirit as well. Yoga. योगामा पनि एकदमै दुष्ट आत्माहरू हुन्छ त्यहाँ पनि। Don't take the yoga exercise. त्यो योगाको त्यो अभ्यास नगर्नुहोस्। Yoga is the worship that you invite evil spirit in you. योगा भनेको त झन् तपाईँ एकदम चुपचाप बसेर दुष्ट आत्मालाई म कहाँ आऊ भनेर निमन्त्रणा दिएको जस्तै हो। All those Gentile meditations are accepting and receiving diabolos in you. त्यो सबै अन्य जातिको त्यो ध्यान गर्ने कुराहरू भनेको चाहिँ त्यो दियाबलसहरूलाई तपाईँमा निम्त्याउनु हो। Not only diabolos influencing you, you are inviting what? Daimonia. दियाबलसलाई मात्र होइन तर तपाईँले भूतहरूलाई पनि तपाईँ भित्र आउन निम्तो दिएको जस्तो हो त्यो। Any question? कुनै प्रश्न छ तपाईँको? Meditation? I told you meditation. Secular, Gentile meditation, all other religions' meditations are process of inviting demons विश्वासी बाहेक and devils. अन्य जातिले प्र्याक्टिस गर्ने सबै किसिमको ध्यानहरू चाहिँ त्यो दुष्टलाई र भूतहरूलाई निम्त्याउने हो। And New Age movement. नयाँ युगको मुभमेन्ट। All other religions, spiritual exercises are the process of inviting evil spirit in you. अरू सबै धर्मका र अरू सबै त्यो नयाँ नयाँ त्यो धार्मिक कुराहरूबाट जति पनि कामहरू गरिन्छ त्यो सबै चाहिँ त्यस्तै दुष्टहरूलाई निम्त्याउनु हो। Do you understand? बुझ्नुभयो? Do you understand? बुझ्नुभयो कि? So you need to be very spiritually sensitive. तपाईँ आत्मिक रूपले एकदमै संवेदनशील हुनु पर्दछ। There is one question right there. त्यहाँ एउटा प्रश्न छ त्यहाँ। त्यो डाइमोनियाहरू whether they are daimonian or devil who are staying in kitchen and bedrooms. Daimonians are inside. I will show you next about daimonians, but devils are hovering around your house, hovering around. दियाबलसहरू चाहिँ बाहिर यसरी ढाकिराखेका हुन्छन्। Many times those the devils are locating at the corner and dark area, and just built a house like a bird house, धेरै पटक त्यो दुष्टहरू चाहिँ घरको कुना काप्चामा अँध्यारो ठाउँमा चराको गुँड बनाएको जस्तै त्यस्तो कुनामा लुकेर बसिरहेका हुन्छन्। त्यो चाहिँ दियाबलस हो। Like myself, when I enter a house, that I can see them. I can see those diabolos is all around here. So what I did, I just rebuked those. You, get out of it. You, get out of it. And I see they are running away. उदाहरणको लागि जब म मेरो घरभित्र जान्छु भनेदेखि घरभित्र जानासाथ मलाई थाहा हुन्छ यदि त्यहाँ कुनै दुष्ट दियाबलस छ भनेदेखि जब म थाहा पाउँछु म चाहिँ एकदमै हकार्छु, ए दुष्ट त खुर्क निस्केर जा, अर्को दुष्ट त पनि निस्केर जा। When I enter a hotel room, I always clean the room first. जब म होटलहरु भित्र जान्छु त्यतिखेर पनि सबभन्दा पहिला मैले गर्ने काम चाहिँ कोठा सफा गर्ने हो। If I don't clean the room, I cannot even pray. यदि मैले त्यो कोठा सफा गरेको छैन भनेदेखि म प्रार्थना समेत गर्न सक्दिन। That's the real. अनि यो साँच्चै हो। Let's talk about where the location of demon. ल अब चाहिँ भूतहरु चाहिँ कहाँ, भूतहरुको ठाउँ चाहिँ कहाँ हो यसको बारेमा छलफल गरौँ। Number 1. एक नम्बर, you know that. What is number 1? तपाईलाई थाहा छ त्यो के हो एक नम्बर? Human heart and mind and animals. मानिस र जनावरहरुको हृदय र मनमा। मन र हृदय अलि फरक छ। समझ, मनलाई समझ भने पनि हुन्छ। How many demons inside of us? हामी भित्र कति
जना भूतहरू हुन्छ, Many, many, many. धेरै धेरै एकदम धेरै हुन्छ। You know Mary the Magdalene in the Bible. Mary the Magdalene, मरियम मग्दलिनी थाहा छ तपाईलाई बाइबलको? who used to be possessed by how many demons? कतिवटा भूतले लागेको थियो उसलाई? 7 Seven different demons. 7 किसिमका भूतहरू ऊ भित्र थियो। And Jesus casted them out of her. र येशू ख्रीष्टले त्यो 7वटा भूतलाई मरियम मग्दलिनीबाट निकालिदिनु भयो। And she became the most loved lady from our Lord Jesus. र उनी चाहिँ येशू ख्रीष्टलाई सबभन्दा बढ्ता माया गर्ने स्त्री भइन्। My heart and mind, not a mind and spirit. Heart and mind. हृदय र मैले मन भने हैन, कतिजनालाई चाहिँ लाग्ला हृदय र मन भनेको एउटै हो। यदि त्यस्तो कन्फ्युज छ भने मनको सट्टा समझ भन्ने प्रयोग गर्न सक्नुहुन्छ। दिमाग। In the last seminar, on the last day, I gave you the structure of heart. यो भन्दा अगाडिको सेमिनारमा मैले हृदयको चित्र बनाएको थिएँ। You remember? सम्झनुहुन्छ? At the bottom one and upper one. Bottom one is a heart. It's a cardia. And then upper one is sukhe. That's a mind. त्यो हृदयको तल्लो भागलाई कार्डिया भन्छ, त्यो चाहिँ हृदय हो। त्यो भन्दा माथिको भागलाई सुके अर्थात समझ अथवा मन भनेर भनिन्छ। So demons are in the cardia. र भूतहरू चाहिँ त्यो भित्र हृदयमै थियो। And some of them are in the upper room is sukhe. It's a mind. र कतिवटा भूतहरू चाहिँ त्यो भन्दा अलिकति माथिको कोठामा जुन मनमा थियो। The upper ones can come out easily. त्यो माथिको भूत सजिलैसँग बाहिर निस्किन सक्छ। The lower ones are not that easy. तर भित्र हृदयमा भएको भूत चाहिँ त्यति सजिलैसँग बाहिर आउँदैन। Been there for a long time. किनभने त्यो भूतहरू चाहिँ तल्लो हृदयमा भएको एकदमै लामो समयदेखि बसिसकेका हुन्छन् त्यहाँ। They built their house very solidly. उनीले एकदमै बलियो घर बनाइसकेको हुन्छ It's त्यहाँ। not easy to break the house. त्यो घर भत्काउन त्यति सजिलो हुँदैन। They built out of cement and metal. उनीहरूले सिमेन्ट, एल्युमिनियम र फलाम यस्ता कुराले बनाएका So we हुन्छन्। have to break it. र हामीले यो भाँच्नु पर्छ। And he doesn't want to give up the place. तर उसले चाहिँ त्यो आफ्नो ठाउँ त्यत्तिकै सजिलैसँग छोड्न चाहँदैन। When you cast out demon, actually, I say, how long you been there? You say, how many years? 7 years. You come out and, I cannot, because I've been here a long time. He's talking all kinds of stuff. जब म कुनै भूत लागेको मान्छेले भन्छु त कति भयो त्यहाँ बसेको भन्दाखेरि 7 वर्ष भनेर एकदम वर्षमा भन्छ। कति समय भन्दाखेरि एकदम लामो समय। र खुर्को बाहिर आइज भन्दाखेरि म आउन चाहन्छु, धेरै वर्ष भइसक्यो म यहाँ बसेको भनेर भन्छ। And some said this, who are you? And they say, I am my grandfather. He said, grandfather who died without Jesus. Died without Jesus. Someone said that. र कतिजनालाई चाहिँ त्यो भूत लागेको मान्छेले त को होस् भनेर सोध्यो भनेदेखि म मेरो बाजे हुँ भनेर भन्छ। त्यो बाजे जुन चाहिँ येशू ख्रीष्टमा विश्वास नगरिकनै बितेर गएको छ। But some theology on demons, some theologians who specialize in demonology, what we call, they said demons are the spirit of those who died without Christ. They said that. Spirit of those who died without Christ. कतिजना त्यो यो भूत शास्त्रमा धेरै पढ्नेहरूको भनाइ अनुसार चाहिँ उनीहरूले के भन्छ भनेदेखि त्यो भूतहरू चाहिँ वास्तवमा ती व्यक्तिहरूको आत्मा हो जो व्यक्तिहरू येशू ख्रीष्टलाई नपाइकनै मरेर गयो। But that is not true. तर त्यो सत्य कुरा होइन। Even you are Christian. तपाईँ पनि विश्वासी हुनुहुन्छ। Always the demons are in you. तपाईँ विश्वासी भए पनि भूत चाहिँ तपाईँ भित्र पनि हुन्छ।
When you speak lie, जब तपाईँ झुठो बोल्नुहुन्छ, Holy Spirit never says lie. पवित्र आत्माले कहिले पनि झुठो बोल्नुहुन्न। Who says lie? झुठो बोल्ने को हो? Demon in you. तपाईँ भित्र भएको भूत हो। When you see woman and you feel like committing adultery. जब तपाईँले कुनै स्त्रीलाई देख्नुहुन्छ, तपाईँलाई व्यभिचार गर्नु मन लाग्छ। And woman also too. अनि Woman, when you see man, you feel like committing adultery with the man. अनि स्त्रीहरू पनि जब पुरुषलाई देख्छ भनेदेखि त्यस्तै मन हुन्छ। The Holy Spirit teaches you? पवित्र आत्माले सिकाउँछ तपाईँलाई? No. The evil spirit in you. तपाईँ भित्र भएको दुष्ट आत्माले गर्दा हो। So we have evil spirits all the time in us. त्यसै हामी भित्र पनि प्रत्येक समयमा दुष्ट आत्माहरू बसिरहेका हुन्छन्, Including myself. ममा समेत। But we have to clean every day. तर हामीले सधैँ सफा गर्नुपर्छ। It's a matter of dry cleaning. यो चाहिँ वास्तवमा भन्यो भने त्यो Cleaning. सफा गर्ने ड्राई क्लिनिङ जस्तै हो अरे। You see, in the air we have a poison all over. तपाईँलाई थाहा Germs छ all over. यो हावाभरि एकदमै विषालु किराहरू छ। We eat, we swallow, we breathe germs all the time. जब हामी श्वास लिन्छौँ भनेदेखि एकदमै त्यो कीटाणुहरू पनि हामीले लिइरहेका हुन्छौँ भित्र। Okay, let me tell you again about demons here. ल म फेरि एकपटक भूतको बारेमा Some भन्छु। demologists who specialize in demon. केही त्यो भूत शास्त्रमा अध्ययन गर्नेहरू जसले चाहिँ धेरै भूतको बारेमा अध्ययन गर्छन्, They argue that उनीले यो भन्छन् कि demons are the evil spirit, those who died without Christ. येशू ख्रीष्टलाई नपाइकन मर्नेहरूको आत्मा हो भनेर भन्छन्। And they said, why you believe that doctrine? अनि उनीले भन्छ किन यो सिद्धान्तमा तपाईँ विश्वास गर्नुहुन्छ? And they said, by experience. उनीहरूले भन्छन् अनुभवद्वारा। Bible never says so. बाइबलले कहिले पनि यस्तो भनेको छैन। But in their practical experience, they said, yes, we met many demon-possessed people. They say, when they ask, who are you? And say, I am such and such who died without Christ. उनीहरूले चाहिँ यस्तो भन्छन् हाम्रो अनुभवको कारणले गर्दाखेरि यस्तो भन्न सकेका हौँ। किनभने धेरै पटक जब हामीले भूत लागेका मानिसहरूलाई भेट्यौँ, हामीले चाहिँ प्रश्न गर्यौँ त को होस् भन्दाखेरि उनीहरूले चाहिँ म चाहिँ उसको बाजे हुँ, म उसको यो मान्छे हुँ, खाली मरेको मान्छे हुँ भनेर चाहिँ उनीहरूले भन्थ्यो। But that is not biblical. तर त्यो चाहिँ बाइबलले शिक्षा होइन। You know, and traditional theologians said, yeah, the demon can speak lie all the time. र एउटा साँचो ईश्वर शास्त्री पढ्नेले भन्छ So when भूतले सधैँ झुठो बोल्न सक्छ। demons say, I am your grandfather, I am my grandfather, that's a lie. He lies. त्यसकारण जब त्यो भूत लागेको मान्छेले म मेरो बाजे हुँ भनेर भन्छ, उसले चाहिँ झुठो बोलिराखेको छ त्यहाँनिर। So the demon is nothing to do with the people, a person who died without Christ. त्यसकारण त्यो भूत र येशू ख्रीष्टलाई नपाइकनै मर्ने व्यक्तिको बीच कुनै सम्बन्ध छैन। Demons are the lowest evil forces out of the Satan's control. You know the number 9, friends? They are demons. तपाईलाई थाहा छ यो भूतहरू चाहिँ यो शैतानको टोलीमा सबैभन्दा सानो, सबैभन्दा तल्लो दर्जाको सेना हो। I told you the demons are rifle soldiers. मैले भनेको थिएँ उनीहरू चाहिँ त्यो राइफल बोकेर दगुर्ने सेना जस्तो हो। Demons are only dwelling inside of object, inside of us, sometimes inside of object, any idols that that we see. भूतहरू चाहिँ सधैँ कुनै न कुनै चिज भित्र बसिरहेका हुन्छन् उनीहरू। जस्तै मानिसको शरीरमा अथवा कुनै मूर्तिमा त्यस्तो ठाउँहरूमा मात्रै बस्छन् उनीहरू चाहिँ। केही चिज चाहिन्छ उनीहरूलाई बस्नलाई। And listen to me carefully here. Now if you have say Buddha statues in your house, okay, then inside of the wooden made that idol, inside of idol, the demons dwell inside of it. They settle inside of it.
उदाहरणको लागि यदि तपाईको घरमा काठको बुद्धको मूर्ति छ भनेदेखि त्यो भूतहरू चाहिँ त्यो काठले बनाएको बुद्धको मूर्तिभित्र बसिरहेका हुन्छन्, उनले आफ्नो ठाउँ नै त्यहाँ बनाइरहेका हुन्छन्। They always attach to object. उनीहरू सधैँ कुनै न कुनै चीजमा कुनै न कुनै वस्तुमा बसिराखेका हुन्छन्। Demons, the devils are hovering, but demons are always attached to object. दुष्टहरू अर्थात् दियाबलसहरू चाहिँ सधैँ माथि माथि यसरी ढाकेर बसिरहेका हुन्छन् हावामा, तर भूतहरू चाहिँ सधैँ कुनै न कुनै चीजमा बसिरहेको हुन्छ। So inside our Hindu temples, devils are hovering inside of the air of the temple. At the same time, demons are attached to all the idols inside of the temple. त्यसकारण कुनै पनि हिन्दू मन्दिरभित्र कस्तो हुन्छ भनेदेखि मन्दिर बाहिर चाहिँ त्यो दियाबलस अर्थात् दुष्टहरूले ढाकिराखेको हुन्छ भनेदेखि मन्दिरभित्र भएको प्रत्येक मूर्तिमा त्यो भूतहरू बसिरहेको हुन्छ। Now in your house, अब तपाईको घरमा you have to clean all the unnecessary objects. तपाईलाई नचाहिने सबै किसिमका वस्तुहरू फाल्नुपर्छ, राख्नुहुन्न। As a Christian, विश्वासी भएको कारणले in your bedroom you have a picture of Hindu god. तपाईको सुत्ने कोठामा हिन्दू देवताको In the सायद picture frame. चित्र छ होला, And you have a cross over the other side. अर्को ठाउँमा चाहिँ क्रुसको चित्र छ होला। You have to remove those Gentile objects. तपाईले चाहिँ त्यो अन्य जातिका सबै किसिमको त्यस्तो चीजहरूलाई हटाउनु पर्दछ। Why? किन? Demons hide inside. किनभने भूतहरू चाहिँ त्यो भित्र बस्न सक्छ। And you just check your house. त्यसैले आफ्नो घरलाई जाँच गर्नुहोस्। Any pictures, कुनै पनि चित्र, any small even items सानो सानो कुराहरू पनि that are related to Hindu religion or Buddhist religion or other religion, जुन you चाहिँ have to throw away. जुन चाहिँ हिन्दू धर्मसँग सम्बन्धित छ, बुद्ध धर्मसँग सम्बन्धित छ, अर्थात् अरू कुनै धर्मसँग सम्बन्धित छ, तपाईले त्यो सबै कुराहरू हटाउनु पर्दछ। Those demons inside of objects will attack your children and you and anyone inside of your house. त्यो अरू धर्मको कुनै पनि चीजहरू तपाईकोमा छ भनेदेखि त्यो भित्र लुकेको भूतले तपाईको नानीहरूलाई, तपाईलाई अथवा जो कोही पनि त्यहाँ भित्र आउँछ उसलाई आक्रमण गर्न सक्छ। He is asking about the money. Even money, there is some Hindu figure. Hindu figures, yeah. Because this is a Hindu country. किनभने यो हिन्दू देश हो। So you have to, you have to carry anyway, but you have to what? Denounce, you rebuke that I don't allow any demons attached to this money. You have to rebuke. फाल्नु त मिलेन, तपाईले बोक्नु नै पर्छ हैन। तर तपाईले के गर्नु पर्छ भने एकदमै हकार्नु पर्दछ, त दुष्ट तेरो शक्तिलाई म यहाँ बस्न दिन्न भनेर जब तपाईले हकार्नु हुन्छ भनेदेखि उनीहरू अनि जान्छ। And there are signs and pictures portrayed with dragons and snakes around you. You have to throw it away. अनि त्यसमा कति पटक तपाईको वरिपरि सर्पको चित्र अर्थात् अजिङ्गरको चित्रहरू कोरिरहेका हुन्छन्, त्यो छ भनेदेखि पनि त्यो हटाउनु पर्दछ। I thought when Chinese church leaders in China, those underground church leaders, some years ago, and one of the leaders of the group, about 100 of them, one of the leaders has belt buckle here, has a big medal here, has a dragon carving in it. So I just picked it away. So he just took up and then threw away. म केही वर्ष अगाडि चाइनामा यस्तै सिकाउन गएको थिएँ। त्यहाँको भूमिगत पास्टरहरूलाई
अनि त्यो पास्टरहरूमध्ये एकजना पास्टरको चाहिँ कस्तो पेटी लागेको थियो भनेदेखि पेटीमा यस्तो अगाडिकोमा चाहिँ अजिङ्गरको चित्र थियो। जब उहाँले देख्यो त्यो अजिङ्गर भएको पेटी निकालेर फालिदेऊ भनेर उहाँले भन्नुभयो, अनि उहाँले चाहिँ त्यतिखेर झिकेर त्यो पेटी नै फालिदियो। छ कसैको? Why I'm saying this? मैले चाहिँ यो किन भने, You see any Bible references in this story? यो भनाइमा कुनै बाइबलको आधार छ कि छैन? Any instant, any examples found in the Bible? कुनै उदाहरण दिन सक्नुहुन्छ बाइबलबाट? छ कि छैन? In the Old Testament and in the New Testament. पुरानो नियममा र नयाँ नियममा पनि। In the Old Testament, God always asked prophets destroy the altar of Gentile gods and burn it. पुरानो नियममा सधैँ परमेश्वरले भविष्य वक्ताहरूलाई यो आज्ञा दिन्छ कि अन्य जातिहरूको देवतालाई, उनीहरूको वेदीलाई सधैँ नाश गरेर जलाइदेऊ भनेर भन्नुभएको छ। You know that. तपाईँलाई थाहा छ त्यो? And in the New Testament, र नयाँ नियममा our big brother, Saint Paul, नयाँ नियममा हाम्रो ठुल्दाइ पाउल, whenever he visited towns, he commanded his disciples to burn all the Gentile articles. जब जब पावलले चाहिँ कुनै ठाउँमा गएर प्रचार गर्थ्यो, पावलले आफ्ना चेलाहरूलाई यो भन्थ्यो कि त्यहाँ भएका त्यो मूर्तिहरू र त्यो अरू धर्मका कुराहरूलाई चाहिँ जलाइदेऊ भनेर, Which they did. जुन उनीहरूले गरे पनि। You will find yourself, when you remove all the Gentile items, Gentile religious items out of your house, and you will be very, very comfortable. And no family fights sometimes. No children's problems. Some problems will disappear. जब तपाईँले यसरी त्यो सबै अन्य धर्मका कुराहरू र त्यस्ता दुष्ट बस्न सक्ने चीजहरू आफ्नो घरबाट हटाउनुहुन्छ, त्यस्ता मूर्ति तस्बिरहरू, तब तपाईँले यो अनुभव गर्न सक्नुहुनेछ कि तपाईँको परिवारमा पहिलाको तुलनामा पछि एकदमै धेरै शान्ति हुनेछ र त्यो जुन किसिमको समस्या, आमा बुवाको समस्या, छोराछोरीको समस्या, त्यो सबै हटेर जानेछ। And the physical diseases र शारीरिक रोगहरू पनि shall be released. उनीहरू सबै निको हुनेछ। And your headache will be gone. तपाईँले टाउको दुख्ने गरेको छ त्यो पनि निको भएर जानेछ। And family dispute will be gone. र पारिवारिक झै झगडा पनि बिलाएर जानेछ। And your spirituality will be enhanced. र तपाईँको आत्मिकता एकदमै माथि जानेछ। Now you begin to pray. अब तपाईँ प्रार्थना गर्न लाग्नुहुनेछ And your mouth now opening for praising God. र तपाईँको मुख परमेश्वरको प्रशंसाको निम्ति खोलिनेछ। In the past, you could not open your mouth for prayer. पहिला तपाईँले परमेश्वरको प्रशंसाको निम्ति मुखै खोल्न सक्नुहुन्न You थियो। always said, yes, God, I have to pray, but you cannot pray. तपाईँ सधैँ हो प्रभु मैले प्रार्थना गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ भन्नुहुन्छ, तर कहिले प्रार्थना गर्न सक्नुहुन्न। Because of the oppressions. Oppressions comes from the evil spirit. किनभने दुष्ट आत्माले सधैँ तपाईँले दुःख दिइरहेको हुन्छ। So remove it त्यसैले त्यो हटाइदिनुहोस् and burn it. र जलाइदिनुहोस् Do it right away today. र आजै गर्नुहोस्। यो चाहिँ Say amen. Some of you तपाईहरु मध्ये कोही wearing Hindu necklace. हिन्दू धर्मको चाहिँ त्यो माला लगाइराख्नु भएको छ, Take it out. निकाल्नुहोस्। हिन्दू छुरी, Hindu what? छुरी Take it out. निकाल्नुहोस्। And earrings. कतिजनाको त्यो कानमा लागेको तपमा पनि हिन्दू, And rings. यो औँठी पनि हिन्दूहरू छ होला। Everything around you, throw away.
तपाईसँग भएको कुनै पनि चीज त्यस्तो छ भनेदेखि निकालिदिनुहोस्। त्यो पोते निकाल्नु भने होइन, कुनै हिन्दूको Yeah, I know. Some of you have a curve in. You just tell, Lord, I did this when I was foolish. And then you just commend them. You demons, you cannot stay inside. तपाईहरु मध्ये कसैले हातमा पनि त्यो त्यस्तो हिन्दू धर्मको मूर्तिहरु त्यस्तो बनाउनु भएको छ भनेदेखि प्रार्थना गर्नुस्, प्रभु मैले चाहिँ यो कोरे जुन बेला म चाहिँ मूर्ख थिएँ, त्यसकारण अब चाहिँ यो निकालिदिनुहोस् भने प्रार्थना गर्नुस्। You have, most of you have television in your house. तपाईहरु सबैको चाहिँ टेलिभिजन छ घरमा। Everybody has a television. Let me see your hand. ल त्यसले पनि उनीहरुले हात उठाऊ। Yeah, take that. ल भयो राख्नुस्। Can I have your attention? कृपया ध्यान दिनुहोस्। Television is devil box. टेलिभिजन पनि दुष्टको बाकस हो। Inside of television, demons are dwelling. अनि टेलिभिजन भित्र पनि भूतहरु बसिरहेका हुन्छ। So you have to clean the television. त्यसकारण तपाईले त्यो टेलिभिजन पनि सफा गर्नुपर्छ। Once you sit in front of television, your spirituality will be gone. जब तपाई टेलिभिजनको अगाडि बस्नुहुन्छ तपाईको आत्मिकता जान्छ। Do not watch television. टेलिभिजन नहेर्नुहोस्। Television has all kinds of devil's scheme inside, and Hindu religion related stories and everything inside. अनि टेलिभिजन भित्र चाहिँ दुष्टहरुको योजनाहरु र हिन्दू धर्मसँग सम्बन्धित कुराहरु धेरै हुन्छन्। If you watch television, say 1 hour or 2 hours a day, then you cannot maintain Christian spirituality. यदि तपाई दिनको 1 घण्टा 2 घण्टा टेलिभिजन हेर्नुहुन्छ भनेदेखि तपाईले एउटा विश्वासीको आत्मिकी It is impossible. आत्मिकी हुन सक्नुहुन्न, यो असम्भव छ। You cannot maintain तपाईले गर्न high सक्नुहुन्न spirit in Christ. येशू ख्रीष्टमा एकदमै आत्मिकी हुन। Because the television box is a major devil's box in your family. अनि किनभनेदेखि तपाईको परिवारमा टेलिभिजन चाहिँ शैतान यो दुष्टको सबभन्दा मुख्य बाकस हो। Do you agree? के त सहमत हुनुहुन्छ? Let me see your hand. ल हात उठाउनुस् एग्री भनेदेखि। Down. ल तल राख्नुस्। They are asking 5 minutes 10 minutes watching news. 5 minutes, okay. सुन्नुस् I am not saying do not watch television. मैले चाहिँ टेलिभिजन नै नहेर्नुस् भने होइन। You need to be selective. तपाईले चाहिँ छान्न सक्नुपर्छ के हेर्ने के नहेर्ने। You need to be selective. Such as you can watch news and sport, any special program, that's okay. उदाहरणको लागि तपाईले समाचार हेर्न सक्नुहुन्छ, खेलहरु हेर्न सक्नुहुन्छ, अर्को विशेष कार्यक्रम छ भने हेर्न सक्नुहुन्छ। But dramas, dancing, or all bad stories, those are bad. तर नाटकहरु, त्यो नाच गान, खराब कथाहरु भएको हेर्नु हुँदैन। In between sometime there is. I know. So you gotta be sensitive. थाहा छ ल। You have to pray. एकदम संवेदनशील हुनुपर्छ र प्रार्थना गर्नुपर्छ। But you know devils will attack you and demons will attack you. यो थाहा गर्नुस् कि दुष्टले तपाईलाई आक्रमण गर्नेछ र भूतहरुले पनि आक्रमण गर्नेछ। If you let your children stand and sit before the television all day long, there is no hope for your children. यदि तपाईले आफ्नो छोराछोरीहरुलाई दिनभरि टेलिभिजनको अगाडि राख्नुहुन्छ भनेदेखि उनीहरुको निम्ति अब आशा नै छैन। You just open your children before devil's attack.
तपाईले चाहिँ त्यो दुष्टहरूले आक्रमण गरोस् भनेर छोराछोरीले ठ्याक्कै अगाडि राखिदिएको जस्तो हो। Then you say, God help me, help me. त्यसपछि तपाईँ प्रभु सहायता गर्नुहोस् भने तपाईँ प्रार्थना गर्नुहुन्छ। God said, I cannot help you. परमेश्वरले भन्नुहुन्छ म सहायता गर्न सक्दिनँ। So you mothers, especially. You आमाहरू don't turn television all the time for your children. छोराछोरीको सामने दिनभरि टेलिभिजन खोलेर नराख्नुहोस्। And your children, after watching television all the time, and so as you, when you come to church on Sunday, you feel sleepy. दिनभरि टेलिभिजन हेरेर तपाईँ नानीहरू र आमाहरू सँगै हेरेर चर्चमा आउँदाखेरि के हुन्छ, निन्द्रा लाग्छ। You don't feel like worshiping God. र तपाईँलाई अब परमेश्वरको आराधना गरौँ जस्तै लाग्दैन। Because you have been attacked by devils. किनभने दुष्टले तपाईँलाई आक्रमण गरिसकेको छ। So we better be careful. त्यसैले होशियार हुनुहोस्। Now, do you agree with what I said? तपाईँ सहमत हुनुहुन्छ जे मैले भने?